सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यस भिडियोमा हामीले यस्तो खालका एआई भिडियोहरू कसरी बनाउन सक्छौँ भनेर सिक्नेछौँ। यस्तो खालको एआई भिडियोहरू चाहिँ अहिले टिकटकमा एकदमै ट्रेन्डिङमा छ कि एकदम ट्रेन्ड गरिरहेको छ। हजुरले पनि यो भिडियो हेर्न साथ यस्ता एआई भिडियोहरू बनाएर टिकटकमा हाल्नुभयो भने चाहिँ हजुरको भिडियोमा पनि लाखमा भ्युज जान सक्छ, मिलियन्समा इभन मिलियन्समा पनि जान सक्छ र हजुरको भिडियोमा 10,000 20,000 लाइक पनि जान सक्छ। सो ढिला नगरिकन आजको भिडियो हामी स्टार्ट गर्न जाँदैछौँ। सो यो भिडियो फुल वाच गर्नु होला र केही कन्फ्युजन छ भने कमेन्टमा भन्न नबिर्सिनु। लेट्स बिगिन द भिडियो गाइज। मैले हजुरहरूलाई चाहिँ कसको बनाएर देखाइदिउँ त, दुर्गेश थापा दाइको गरिदिन्छु है त। मैले चाहिँ दुर्गेश थापा दाइको त्यस्तै उहाँले गीत गाएको चाहिँ त्यो एआई फेसको गराएर चाहिँ मैले देखाउने छु। सबैभन्दा सुरुमा उहाँको हामीले फोटो चाहिने हुन्छ। मैले सिम्पली दुर्गेश थापा फोटो भनेर सर्च गर्छु। अब इमेजमा जान्छु, इमेजमा गएर एउटा राम्रो फेस भोइस भएको चाहिँ फोटो म गर्छु है त। कुन गर्छु भन्दा चाहिँ अलि राम्रै फेस भएको चाहिँ यो हान्दिउँ है। यसलाई डाउनलोड गर्छु म सबभन्दा सुरुमा चाहिँ। डाउनलोड गर्नु पऱ्यो। यहाँ डाउनलोड इमेज छ र माथि डाउनलोड भइसकेको छ। अनि म सिम्पली अब कहाँ जान्छु, च्याट जिपिटी एआईमा जान्छु। त्यहाँ गएर चाहिँ मैले के गर्छु भन्दा चाहिँ एड फाइल्समा जान्छु र दुर्गेश थापा दाइको फोटो चाहिँ मैले एड गरिदिन्छु। अब हामीले केही प्रम्प्ट लेख्नु पर्ने हुन्छ है। अब त्यहाँ जस्तै म अब के लेख्छु भन्दा चाहिँ टर्न दिस इमेज इन्टु 3 year किड फेस सुड लुक सेम। अनि फेरि अरू के भन्ने एन्ड ब्याकग्राउन्ड पोडकास्ट टाइप भने यति गरिदिएर म ठ्याक्क अब यसलाई दिन्छु। अब यसले चाहिँ अलिकति केही मिनट लिन्छ, जस्तै अब 2 मिनट लिन सक्छ, 3 मिनट लिन सक्छ, बनाउन चाहिँ बनाउँछ। सो हामीले चाहिँ अब क्यार्न सकिन्छ, कुर्न सकिन्छ एकैछिन कुरा। त्यसपछि बाँकीको प्रोसेस म बताउने छु। कुरेपछि चाहिँ च्याट जिपिटीले मलाई चाहिँ यस्तो इमेज बनाएर दियो। अब यो इमेजलाई मैले सिम्पली डाउनलोड गर्छु। अब यसलाई मैले डाउनलोड गरिसकेपछि मैले के गर्छु भन्दा चाहिँ मलाई अडियो चाहिएको हुन्छ। मलाई सबैभन्दा सुरुमा अडियो पनि चाहिन्छ यसमा। सिम्पली म आफ्नो टिकटक ओपन गर्छु। फेरि मैले अडियो चाहिँ एउटा अडियो चाहिँ सेभ गरेर राखेको छु कि लाइक गरेर राखेको छु। म त्यही अडियो हाल्नेवाला छु। अडियो भन्ने चाहिँ अब यहाँ कपी लिङ्क गर्नु। हजुरले सिम्पली एउटा भिडमेट भन्ने वेबसाइट डाउनलोड गरेर त्यहाँ लिङ्क गरेर यहीँ गो गरेर डाउनलोड गर्न सक्नुहुन्छ क्या। खासै के छैन, यहाँ गो गरिदिनु भयो भने चाहिँ एउटा डाउनलोड गर्ने पेजमा पुग्नुहुन्छ। अनि हजुरले डाउनलोड गर्दा चाहिँ के गर्नु पर्यो भने चाहिँ एउटा चाहिँ ध्यानमा पुऱ्याउनु होला है। त्यो हामीलाई अडियो चाहिएको, भिडियो होइन। त्यही भएर म्युजिकको अप्सनमा गएर डाउनलोड गरिदिनु भयो भने हजुरको डाउनलोड हुन्छ एकैछिनमा। अनि त्यति गरिसकेपछि हजुर फेरि आफ्नो क्रोममै आउनुहोस्। क्रोममा आइसकेपछि हजुरले के सर्च गर्नुहोस् भन्दा चाहिँ यहाँ हेड्रा.ai। अब हाम्रो सबै काम यही हेड्रा.ai-बाट गर्ने हो। अब हामीसित अडियो पनि छ, अब हामीसित इमेज पनि छ। अब सिर्फ हामीलाई भिडियो बनाउन मात्र बाँकी छ। अब त्यो काम चाहिँ हाम्रो हेड्रा.ai-ले गर्ने हुन्छ। सो एकैछिन ओपन हुन लागेको छ हेड्रा.ai। एकैछिन वेट गरौँ, एकैछिन वेट चाहिँ गर्नुपर्ने हुन्छ। ल ओपन भइसक्यो हाम्रो हेड्रा.ai। अनि यहाँ भिडियोको अप्सन देख्नुभयो होला नि हजुरले। अडियो भिडियोको अप्सनमा क्लिक गरिदिनुहोस्। अब हजुरले चाहिँ अडियो क्यारेक्टर त हाम्रो बनिसकेको छ। अपलोड इमेज गरौँ। हाम्रो दुर्गेश दाइ त आइसक्नु भएको छ नि त टक्क लाएर। अब यहाँ चाहिँ हाम्रो अपलोड अडियो। अब अडियो चाहियो हामीलाई। अडियो चाहिँ हामीले कहाँबाट ल्याइन्छ, अडियोको अप्सनमा क्लिक गरेर ल्याइन्छ। के हो तिम्रो नाम पनि आइसक्यो। ल टक्क लाएर अब हामीले चाहिँ के गर्ने, एड टु भिडियो गर्ने। अब हामीलाई चाहिँ कस्तो खालको, अब यहाँ हामीले फेरि प्रम्प्ट दिनुपर्ने हुन्छ। यहाँ चाहिँ कस्तो खालको चाहिएको छ हामीलाई चाहिँ। अब हामीलाई चाहिएको अब यो हाम्रो सिम्पली अब हामीले चाहिँ केही प्रम्प्टहरू दिनुपर्ने हुन्छ। अब यहाँ चाहिँ अब मैले के लेख्छु भन्दा चाहिँ यहाँ मेक द किड लिपसिङ टु द सङ भनेर लेखिदिन्छु। अनि यसलाई दिन्छु। दिइसकेपछि अब यहाँ चाहिँ एउटा बहुत लामो एड आउँछ कि। अब यो एड आइसकेपछि चाहिँ हामीले यो काट्दिएर हाम्रो भिडियो रेडी हुन्छ। इन्द्र हालेर उठिसकेपछि चाहिँ भिडियो चाहिँ बनिसकेको रहेछ। अनि अब म यता जाँदैछु कि त। लगभग धेरै नै टाइम लियो यार भिडियो बनाउन त। कम्तीमा 10 मिनट चाहिँ लिख्यो है। अब हेरौँ कस्तो छ भिडियो। यो तिम्रो नाम बब्बाल बन्यो नि त भिडियोहरू बनिसक्यो नि। अब यस्तो हो क्या। अब यो भिडियो यस्तो बबाल बनिसकेको छ। अब यो भिडियो हजुर सिम्पल एउटा नयाँ टिकटक एकाउन्ट बनाउनु। अनि फेरि रेगुलर यस्तै भिडियो लगभग हजुरले चाहिँ 300वटा भिडियो जति बनाउन सक्नुहुन्छ कि है। जहाँसम्म फ्री क्रेडिटमा चाहिँ हाल्नुभयो भने चाहिँ एकाउन्ट 100% ग्रो हुन्छ। अनि केही बुझ्नु भएन भने सिम्पली कमेन्ट गर्नु, म फुल एक्सप्लेन गरेर अर्कै भिडियो बनाइदिउँला बरु।
ढुक्क हुनु। अब यसलाई डाउनलोड हाल्नु। डाउनलोड चाहिँ यहाँ टरबाट गर्नु, डाउनलोड वाटरमार्कसितको डाउनलोड हुन्छ क्या है, हुँदैछ डाउनलोड चाहिँ। अब डाउनलोड गरिसकेपछि हाल्नु होला। डाउनलोड गरिसकेपछि चाहिँ फाइनल लुक यो छ भिडियोको। ल हेर्नुहोस् भिडियो एकचोटि। सो गाइस त मैले हजुरलाई पनि फाइनली भिडियो बनाएर पनि देखाइदिइसकेको छु। भिडियो पनि एकदम 4K मा छ, एकदम राम्रो छ। यस्तै बवाल भिडियोको लागि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, भिडियोलाई लाइक गर्नु होला, र कुनै पनि केही बुझ्नु भएको छैन भने चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला। आजलाई यति नै, बाई बाई गाइस।